मेरो कविताको शीर्षक रहेको छ उल्टो। कविता चाहिँ यसरी सुरु हुन्छ। मुना मदन रोमियो जुलियट अनि लैला र मज्नु। मुना मदन रोमियो जुलियट अनि लैला र मज्नु सब झुटो लाग्छन् मलाई। साँच्चै प्रेमीले प्रेमिकालाई अनि प्रेमिकाले प्रेमीलाई, साँच्चै प्रेमीले प्रेमिकालाई अनि प्रेमीले प्रेमीलाई यति धेरै माया गर्छन्। साँच्चै प्रेमीले प्रेमिकालाई अनि प्रेमिकाले प्रेमीलाई यति धेरै माया गर्छन्। सब झुटो लाग्छ मलाई। कसैले मसँग प्रेम नगरेर हो, या त मैले कसैसँग पिरती नलाएर, यो सब झुटो लाग्छ मलाई। बजारमा यति सस्तो हल्ला चल्यो, बजारमा यति सस्तो हल्ला चल्यो, प्रेम अन्धो रे। म त भन्छु अन्धो त अधिक चाहना, वासना र तृष्णा हो। म त भन्छु अन्धो त अधिक चाहना, वासना र तृष्णा हो। प्रेम त त्याग हो, समर्पण हो, पूजा हो, जीवन हो। म खोज्छु बग्न प्रकृतिसँगै, तिमी खोज्छौ उल्टाउन। म खोज्छु बग्न प्रकृतिसँगै, तिमी खोज्छौ उल्टाउन। त्यसैले त तिम्रो सत्य मेरो झुट, मेरो झुट तिम्रो सत्य हो। हो यहाँ पुरुष पुरुषसँगै प्रेम गर्छ, स्त्री स्त्रीसँगै पिराती लाउँछे। हो यहाँ पुरुष पुरुषसँगै प्रेम गर्छ, स्त्री स्त्रीसँगै पिराती लाउँछे। खै अब सृष्टि कसरी चल्छ, खै अब सृष्टि कसरी चल्छ। ओ त्यसैले त तिमीले सोचेको तिम्रो संसार झुटो लाग्छ मलाई। अब भने पक्कै भन्ने छौ, यो सन्की, यो पागल, यो बौला। तब झन् झुटो लाग्छ मलाई। यो संसार के हो, यो संसार के हो। उज्यालोलाई दिन र अँध्यारोलाई रात कसले बनायो। यो पनि झुटो लाग्छ मलाई। अब उज्यालोलाई रात र अँध्यारोलाई दिन भनिदिन्छु, अनि जन्मलाई मृत्यु र मृत्युलाई जन्म भने पनि नाम बदल्दैमा असर बदलिँदैन, प्रभाव बदलिँदैन। ओ प्रकृति बदलिँदैन। मलाई पागल बौला भन्ने तिमीहरू नै पागल बौला हौ, जो प्रकृतिको विरुद्धमा छौ, सृष्टिको विपरीत हो। सम्भोग जरुरी छ सृष्टिको लागि, तर सम्भोग चाहनाहरू खराब हुँदै जाँदा यहाँ पुरुष पुरुष बीच सम्भोग हुन्छ, स्त्री स्त्री बीच सम्भोग हुन्छ। हुँदा हुँदा यहाँ आफू आफै बीच सम्भोग हुन्छ। यसरी सम्भोग चाहनाले दानव रूप लिँदै जाँदा मान्छे पशुसँग सम्भोग गर्न थाले। अझै नपुगेर सम्भोग मेसिनै बने।
हो अब मान्छेले मेसिनसँगै माया प्रेम गर्न थालेपछि, हो अब मान्छेले मेसिनसँगै माया प्रेम गर्न थालेपछि बल्ल आफूलाई पागल बौलाहा अनि मलाई सत्य घोषणा गर्नेछौ। हो म सन्की पागल बौलाहा र उल्टो हुँ, बिल्कुल उल्टो। धन्यवाद। यो कविता चाहिँ मैले विशेष परिस्थितिमा गुज्रिरहँदाखेरि लेखेको थिएँ हैन। अब यसलाई कसरी विश्लेषण गर्नुहुन्छ यो पाठकहरूको, तपाईँहरूकै जिम्मा हो। नमस्ते।